आज मुक्तिनाथ जाने क्रममा पुरै यो महावीरभन्दा अलिकति यतापट्टि अब बाटो देख्न सक्नुहुन्छ। यत्रो मुगा झरेको छ, मुढा सहित ढुङ्गाहरू झरेको छ। साथीहरू ढुङ्गा पल्टाउने क्रममा हुनुहुन्छ होइन। अब बाटो यसो जसो तसो बल्ल तल्ल खोल्न सकियो भने चाहिँ जान सकिन्छ कि भन्ने आशा छ। तल कालीगण्डकी उर्लेर आइरहेको छ। ल हेर्नुहोस्, अवस्था यस्तो छ।